गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय फुलखर्क धादिङ घोषणा पत्र आर्थिक वर्ष 2081-82 मा यस गंगा जमुना गाउँपालिकाको सबै गाउँ टोल बस्ती क्षेत्रभित्र गरिएको सर्वेक्षणमा 4 वर्षदेखि 13 वर्षसम्मका बालबालिकाहरू विद्यालय वडा समिति, वडा शिक्षा समिति, सामुदायिक सिकाइ केन्द्रको प्रयासबाट सबैजना विद्यालयमा भर्ना भएका र अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको सबै वडाहरू घोषणा समेत भइसकेकोले गंगा जमुना गाउँ शिक्षा समितिको मिति 2082-27 गतेको निर्णयले मिति 2082 जेठ 28 गते बुधबारदेखि लागू हुने गरी गंगा जमुना गाउँपालिकाका धादिङलाई अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा गर्दछु।